सबैजनालाई स्वागत छ हाम्रो यो डुओलिङ्गो कोर्समा। आज चाहिँ हामी इन्टरेक्टिभ लिसनिङ हेर्न गइरहेका छौँ। विदाउट फर्दर डिले लेट्स गेट स्टार्टेड। यो इन्टरेक्टिभ लिसनिङमा चाहिँ के कुरा ध्यान दिन पर्छ र के छ भनेर हेर्नेछौँ। लेटेस्ट एडिसन टु डुओलिङ्गो, यो इन्टरेक्टिभ लिसनिङ चाहिँ अहिले लेटेस्ट एडिसन हो। अनि यसमा चाहिँ एबाउट 5 लिसन एन्ड रेस्पोन्स हुनेछ, फलोड बाई समराइज अफ 75 सेकेन्ड, फ्रिक्वेन्सी 2 दुईटा आउनेछ यो लिसनिङ, टाइम चाहिँ 5 मिनट एन्ड 15 सेकेन्ड। यो चाहिँ सम्झिनुहोस्, इन्टरेक्टिभ लिसनिङमा चाहिँ 5 मिनट एन्ड 15 सेकेन्ड हुनेछ। जस्तै कि हामीलाई कसरी सोध्छ भन्दाखेरि, अ कन्भर्सेसन बिट्विन अ प्रोफेसर एन्ड अ स्टुडेन्ट एबाउट गेटिङ अर्ली फिडब्याक अन कम्प्लिटिङ अ रिसर्च प्रोजेक्ट। यसमा चाहिँ पिक द बेस्ट अप्सन टु स्टार्ट द कन्भर्सेसन। के हुन्छ भन्दा सुरुको हेलो भन्ने वा हाउ वाज द करियर फेयर, यो चाहिँ अलि मिलेन। हाई प्रोफेसर, हाउ मेनी इक्जाम डु यु ह्याभ दिस सेमेस्टर, यो पनि मिलेन। हाई प्रोफेसर, डु यु ह्याभ टाइम टु गिभ मी सम फिडब्याक अन माई रिसर्च प्रोजेक्ट, यो चाहिँ मिल्नेछ किनभने माथि रिसर्च पनि भनेछ। हेलो, आर यु फ्री टुमारो आफ्टरनुन टु डिस्कस द एन्ड अफ सेमेस्टर ग्यादरिङ, यो पनि अलि मिलेन। हाई प्रोफेसर, विल यु एबल टु हेल्प मी विथ माई प्रेजेन्टेसन, यसमा चाहिँ मिल्ने भनेको यो थर्ड वान हो। हाई प्रोफेसर, डु यु हेभ टाइम टु गिभ मी सम फिडब्याक अन माई रिसर्च प्रोजेक्ट। यसरी हामीले चुज गर्न पर्ने हुन्छ इन्टरेक्टिभ लिसनिङमा। र अर्को पनि रहेको छ। अब हामीले के हुन्छ भन्दाखेरि, हामीले माथि चुज गरौँ कि त्यो हाई प्रोफेसरवाला, यो चाहिँ मिल्यो कि मिलेन भनेर हामीले हेर्न मिल्छ। अहिले चाहिँ यो टिक लगाएछ नि, हाम्रो मिलेछ, त्यो राइट भएको छ। अब त्यसपछि हामीलाई चाहिँ यहाँ हामीले अडियो सुनेर त्यसको जवाब फेरि अर्को नेक्स्ट स्लाइडमा दिन्छौँ। अब यहाँ तपाईँहरूले त्यो अडियोलाई अन गर्नुहुन्छ र त्यो सुनेपछि तपाईँहरूले त्यसको एन्सर दिन पर्ने हुनेछ। यति गरेपछि तपाईँहरूलाई यो इन्टरेक्टिभ लिसनिङमा के गर्नुपर्छ भन्दाखेरि, यु आर गिभन अ सिनारियो टु टक विथ युर फ्रेन्ड अर प्रोफेसर, यसरी हामीलाई दिन्छ। जो सिनारियो नै दिन्छ एउटा, यो टाइम स्टार्ट एज सुन एज यु सी सिनारियो। तपाईँले सिनारियो हेर्ने बित्तिकै टाइम स्टार्ट हुन्छ। स्पेन्ड म्याक्सिमम अफ 30 सेकेन्ड इन सिनारियो, सिनारियो के छ भनेर बुझ्नको लागि तपाईँले 30 सेकेन्ड लिनुहोस्। नो प्रिपरेसन टाइम, यसमा चाहिँ प्रिपरेसन टाइम हुँदैन। सब स्कोर, कम्प्रिहेन्सिभ एन्ड कन्भर्सेसन, यसमा चाहिँ के हुन्छ भन्दाखेरि कुनै कुनै पार्टमा चाहिँ तपाईँको अलिकति मिस्टेक भए पनि कुनै ठाउँमा चाहिँ धेरै नम्बर आउँछ, कुनै ठाउँमा थोरै नम्बर आउँछ, सबै चाहिँ गलत हुँदैन। यु क्यान ओन्ली लिसन रेकर्डिङ वान्स, रेकर्डिङ चाहिँ एकचोटि मात्र सुन्न पाउनुहुनेछ। यु विल नो योर एन्सर इज राइट अर रङ, सो डोन्ट प्यानिक। तपाईँको त्यो एन्सर अहिले हाम्रो राइट अथवा रङ भए पनि तपाईँको धेरै मार्क्स जाने छैन, त्यही भएर प्यानिक नभइकन एन्सर दिनुहोला। अब यसमा टिप्स भनेको चाहिँ, रिड सिनारियो एबाउट 30 सेकेन्ड एन्ड क्लियरली अन्डरस्ट्यान्ड इट। माथि दिएको टपिकमा तपाईँले त्यो सिनारियो बुझ्नुहोस् 30 सेकेन्ड जति लगाएर, अनि तपाईँले अन्डरस्ट्यान्ड गर्नुहोस्। मुभ टु लिसनिङ सेक्सन एन्ड लिसन केयरफुल्ली। हामीले एन्सर दिइसकेपछि लिसनिङ सेक्सन आउँछ, अनि लिसन चाहिँ राम्रोसँग गर्नु पर्यो। प्रो टिप्स भनेको चाहिँ, यु क्यान स्क्रोल अप टु सी सिनारियो। तपाईँले स्क्रोल गरेर माथि के सिनारियो भइरहेको छ भनेर हेर्न पनि मिल्नेछ। आफ्टर गोइङ टु समरी पार्ट, यु क्यान नट लुक सिनारियो एगेन। तपाईँले समरी पार्टमा चाहिँ फेरि माथि के भइरहेको छ भनेर हेर्न चाहिँ पाउनुहुने छैन, किनभने तपाईँले अब त्यो गर्ने बेलामा थाहा हुन्छ तपाईँले लिसनिङमा के गरे, अनि त्यो फिल इन द ब्ल्याङ्क्स जस्तोमा केमा टिक लगाएँ भनेर त्यो आफैहरूले सम्झिनु पर्छ। सिनारियो सम्झिनुहोस्, अनि समरी लेख्न त सजिलो हुनेछ। डिस्कार्ड अनफ्यामिलियर एन्ड मिसलिडिङ एन्सर। त्यो एन्सर चाहिँ कुनै कुनै मिलेको जस्तो भयो भने नि भयो भनेर टिक नलगाइहाल्नुहोस्, किन भन्दा एन्सर अझ डेफमा भएको पनि राइट हुनसक्छ। कोहीमा हल्का एन्सर मात्र, हल्का कुनै एउटा टर्म मात्र एडेड गरेको हुन्छ भने कुनैमा डिफ्रेन्ट टर्म एड गरेको हुन्छ, 2-3वटा वर्ड मिलेको हुन्छ, जो कि हाम्रो सिनारियोसँग मिल्नेछ।
वाच फर फर्मल एन्ड इन्फर्मल एन्सर। यो चाहिँ वाच गर्नुपर्छ। जस्तै कि इक्जाम्पल हेरौँ हामीले। इक्जाम्पलमा के छ भन्दा you are a first semester student and you are having problem of choosing optional subject. You are talking to your professor for seeking help in choosing subject. यो सिनेरियोमा के भन्छ भने एउटा चाहिँ फर्स्ट सेमेस्टरको स्टुडेन्टलाई कुन अप्सनल सब्जेक्ट चाहिँ कुन चुज गर्ने भनेर कन्फ्युज भइरहेको छ अरे। अनि टेकिङ यर प्रोफेसनल फर अनि तपाईँले प्रोफेसरसँग हेल्प मागिराख्नु भएको छ अरे होइन। अब तपाईँले के भन्नुहुन्छ यसको एन्सर भन्दा हे प्रोफेसर हाउ इज यो मिटिङ, हे त भन्दैनौँ होइन। अनि यस 2 नम्बरको पनि हे प्रोफेसर क्यान यु हेल्प मी विथ द होमवर्क, यो पनि भन्दैनौँ। हेलो प्रोफेसर आई एम ह्याभिङ अ प्रब्लम चुजिङ अप्सनल सब्जेक्ट, यो पनि मिल्छ। अनि 4 नम्बरको चाहिँ हे प्रोफेसर हेल्प मी टु चुज सब्जेक्ट, यो चाहिँ अलि ठाडो भाषामा भने जस्तो भयो 4 नम्बरको, तर 3 नम्बरको चाहिँ मिल्न सक्छ। हेलो प्रोफेसनल भनेर भनेछ अनि चुजिङ द अप्सनल सब्जेक्ट, यसको राइट एन्सर रहेको नम्बर 3 रहेको छ। अनि प्रोफेसरले अब हामीले एन्सर दियौँ होइन। अब प्रोफेसरको रिप्लाई के आउँछ भन्दा हेलो अफकोर्स आई क्यान हेल्प यु विथ द्याट चुजिङ अप्सनल सब्जेक्ट्स क्यान बी ट्रिकी बट लेट्स डिस्कस योर इन्ट्रेस्ट एन्ड गोल टु फाइन्ड द बेस्ट फिट। के भन्यो भन्दा अप्सनल सब्जेक्ट फाइन्ड गर्नको लागि अलिक ट्रिकी नै हुन्छ, तर तिम्रो के छ इन्ट्रेस्ट त्यही अनुसार म तपाईँलाई फिट गराइदिन्छु त्यो अप्सनल सब्जेक्ट चुज गर्नको लागि भन्छ होइन। अब स्टुडेन्टले के भन्छ भन्दाखेरि आई इन्जोय क्रिएटिभ राइटिङ एन्ड लिट्रेचर आर देयर एनी सब्जेक्ट रिलेटेड टु द्याट भन्यो होइन, यो पनि मिल्न सक्छ। हे प्रोफेसर क्यान यु डु इट फर मी, यो पनि मिल्दैन। आई डोन्ट केयर एबाउट एनी सब्जेक्ट जस्ट पिक, यो पनि भएन। चुज फर मी प्रोफेसर आई ट्रस्ट योर डिसिजन, यो पनि अलि मिलेन। किन भन्दा हामीले आफ्नै क्रिएटिभिटी लाउनु पर्यो, त्यही भएर 1 नम्बरकै आई इन्जोय राइटिङ एन्ड लिट्रेचर। अब प्रोफेसरले के भन्छ भन्दा द्याट्स ग्रेट इफ यु इन्जोय क्रिएटिभ राइटिङ एन्ड लिट्रेचर होइन यु माइट वान्ट टु कन्सिडर सब्जेक्ट लाइक इङ्ग्लिस लिट्रेचर अर क्रिएटिभ राइटिङ होइन। क्रिएटिभ राइटिङ र इङ्ग्लिस लिट्रेचर मन पर्दो रहेछ। दे क्यान हेल्प यु रिफाइन योर स्किल एन्ड ओपन अप करियर अपर्च्युनिटी इन राइटिङ पब्लिसिङ अर मिडिया। वाट डु यु थिङ्क, के भन्छ भन्दा तिमीले चाहिँ इङ्ग्लिस लिट्रेचर र राइटिङ क्रिएटिभ राइटिङ चाहिँ चुज गर भनेर भन्छ होइन। अब स्टुडेन्टको एन्सर के हुन्छ भन्दा क्यान यु टक एबाउट नेक्स्ट विक फुटबल म्याच इन्स्टेड, यो चाहिँ मिल्दैन। डु यु नो वेयर आई क्यान फाइन्ड द क्याफेटेरिया, यो पनि मिल्दैन। आई डोन्ट थिङ्क क्रिएटिभ राइटिङ इज फर मी आई विल गो फर समथिङ ऱ्यान्डम, यो मिल्न सक्छ। अनि द्याट्स साउन्ड्स पर्फेक्ट आई हेभ अलवेज वान्ट टु एक्सप्लोर स्टोरी टेलिङ एन्ड इम्प्रुभ माई इज राइटिङ स्किल, यो चाहिँ बेस्ट रहेको छ। लास्ट नम्बरको चाहिँ द्याट साउन्ड पर्फेक्ट आई अलवेज वान्टेड टु एक्सप्लोर स्टोरी राइटिङ एन्ड इम्प्रुभ माई राइटिङ स्किल, यो चाहिँ एकदमै मिल्ने छ। त्यही भएर लास्टको एन्सर चाहिँ मिल्यो, यो चाहिँ मिल्यो होइन। अघि मैले भनिसकेको छु। अब प्रोफेसरले के भन्छ भन्दाखेरि नेक्स्टमा चाहिँ आइएम ग्ल्याड यु आर कन्सिडरिङ creative writing is a wonderful choice for someone who enjoys storytelling, but let's make sure you are confident in your decision. Are there any concerns or other subjects you are still considering? अब स्टुडेन्टले के भन्छ भन्दा एक्चुअली क्यान वी डिस्कस ट्राभल, यो मिल्दैन। नो कन्सर्न प्रोफेसर आई एम कन्फिडेन्ट दिस एलाइन विथ माई इन्ट्रेस्ट एन्ड फ्युचर गोल, यो मिल्न सक्छ। डु यु थिङ्क क्रिएटिभ राइटिङ विल मेक मी फेमस क्विकली, यो मिल्दैन। आई डोन्ट नो क्यान यु जस्ट इनरोल मी इन एनी, यो पनि मिल्दैन। यो हाम्रो सेकेन्ड नम्बरको नो कन्सर्न भन्छ, किन भन्दा उसलाई स्टोरी राइटिङ मन परेको छ र अरू हेर्न चाहँदैन। यसमा करेक्ट एन्सर रहेको छ नो कन्सर्न भन्नेवाला होइन। अब प्रोफेसरले भन्दैछ द्याट्स फ्यान्टास्टिक टु हियर आई विल गाइड यु अन हाउ टु रजिस्टर फर क्रिएटिभ राइटिङ and provide you with some resources to get started. It's a rewarding subject and I'm sure you will do great. Best of luck. यसरी भन्छ। अब स्टुडेन्टको पालो चाहिँ अल राइट थ्याङ्क्स होइन। अर्को चाहिँ एक्चुली आई थिङ्क आई विल स्किप अप्सनल सब्जेक्ट अल टुगेदर। बाई द वे डु यु थिङ्क वी विल हेभ अ पार्टी दिस सेमेस्टर? Thank you so much, Professor. I'm excited to get started and will follow up if
I have more questions. लास्टको एन्सर चाहिँ मिल्नेछ। थ्याङ्क यू सो मच वाला मिल्नेछ होइन अरूहरू भन्दा। लास्टको एन्सर चाहिँ मिलेछ पोलाइट पनि छ यो चाहिँ। समरीमा के लेख्न सकिन्छ भन्दा इन द कन्भर्सेसन आई टक विथ माई प्रोफेसर अर फ्रेन्ड एबाउट चुजिङ द अप्सनल सब्जेक्ट भन्ने हुन्छ अनि हि अर सी सजेस्ट अर स्टोरी टेलिङ एडभाइस मी टु चुज स्टोरी टेलिङ सब्जेक्ट which include creative writing. Overall, the conversation was fruitful, very helpful, and professor helped me to take my optional subjects decision. यसरी भन्न सक्नुहुन्छ। In the conversation, I talked with the college administration about getting involved in students' organization. He suggests me to join भनेर यसरी भन्न सक्नुहुन्छ। हाम्रो चाहिँ यो इन्टरेक्टिभ लिसनिङ पनि सिद्धाएका छौँ र अहिलेसम्म डुओलिङ्गोमा के कोर्स आउँछ भनेर सबै कुरा हामीले सकिसकेका छौँ। अब तपाईँहरूले टेस्ट दिनुहोला, मक टेस्ट दिनुहोला र राम्रो रिजल्ट ल्याउनुहोला। थ्याङ्क यू एभ्री वान।